वेल दर्शकबिन अब चाहिँ फाइनली नेपालले काभा मेन्स च्याम्पियनसिपबाट टाटा बाई बाई गरिसक्यो। त्यो पनि अन्तिममा पनि एउटा सान्तना खेल पनि जित ननिकाली नै नेपाल अब काभाबाट चाहिँ टाटा बाई बाई भएर चाहिँ विदाई भइसकेको छ। आजको पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ साथीहरू। अब हामी लागौँ पुरा जानकारीतिर। नेपाली भलिबल टोली काभा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा पनि पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा जारी च्याम्पियनसिपमा नेपालले आज उज्बेकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको हो। उज्बेकिस्तानले नेपाललाई 26-24, 25-20, 25-22 से हराएको थियो। च्याम्पियनसिपमा नेपालको यो लगातार पाँचौं हार हो। प्रतियोगितामा एक मात्र जितविहीन टोली नेपाल अङ्क तालिकाको पुच्छारमा छ। अब नेपालले मंगलबार पाँचौं स्थानको खेलमा ताजिकिस्तानको सामना गर्नेछन्। यसअघि आयोजक पाकिस्तानसँग पनि 3-0 ले पराजित भएको नेपाल बंगलादेश श्रीलङ्का र काजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो। पाकिस्तान श्रीलङ्का बंगलादेश र उज्बेकिस्तान च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्। साथीहरू अब के हाम्रो नेपाली टोलीले पाँचौं स्थानका लागि खेल खेल्दैछन्। पाँचौं स्थानको खेल के हासिल गर्ला त यानि कि जित निकाल्ला त? तपाईलाई के लाग्छ यसको विषय? तपाईलाई लागेको कुरा चाहिँ जस्तो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।